सोशल मिडिया सुनसान बन्दै युवाले नै रुचि देखाउन छाडे हो। कुनै समय मानिसका दैनिकी र भावना साटसाट गर्ने माध्यम बनेको इन्टरनेट र सामाजिक सञ्जाल अहिले विज्ञापन र भाइरल भिडियोको कोलाहलमा परिणत भएको छ। यसैको परिणाम स्वरूप सामाजिक सञ्जालका वास्तविक प्रयोगकर्ता भने बिस्तारै मौन बस्न थालेका छन्। हालै सार्वजनिक भएको एक अध्ययनले विश्वभर सामाजिक सञ्जालको सक्रियतामा भारी गिरावट आएको देखाएको छ। 50 देशका 2,50,000 भन्दा बढी मानिसमा गरिएको सर्वेक्षण अनुसार सामाजिक सञ्जालको प्रयोगमा 10% कमी आएको छ। विशेष गरी प्रविधिसँगै हुर्किएको युवा पुस्ता अर्थात् जेनजी सामाजिक सञ्जालबाट टाढिँदै गएको पाइएको छ। प्रयोगकर्ताको सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत जीवनका तस्बिर वा विवरण पोस्ट गर्न छाड्ने प्रवृत्तिलाई विज्ञले पोस्टिङ जेरोको संज्ञा दिएका छन्। द न्युयोर्करका स्तम्भकार काइल चेकाले आफ्नो साप्ताहिक स्तम्भमा यो शब्द प्रयोग गरेपछि पोस्टिङ जिरोले व्यापक चर्चा पाएको छ। यसको अर्थ मानिसहरू अनलाइनमा त हुन्छन् तर उनीहरू आफ्नो बारेमा केही पनि पोस्ट गर्दैनन् भन्ने हुन्छ। यसबारेको थप सामग्री टेक पानामा पढ्न सकिन्छ।